हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल है। ल हामी चाहिँ आज इटरी जाँदैछौँ, त्यही पनि आजको वेलकम ब्याक चाहिँ हाम्रो खोलाएर हेर्न सक्नुहुन्छ है। त्यहाँतिर चाहिँ झन्डी डाँडाको के भन्छ पाँच रुख छ, पहिला हामी आएको थियौँ भने उतातिर बबाल छ। आज चाहिँ हाम्रो माईबाट वेलकम ब्याक टु आवर च्यानल भन्छ, त्यही हो गाइज। ब्याक हुन्छु फेरि पनि म इटरी जाँदैछु आज इटरी, त्यही हो। यहाँ चाहिँ दिपक छ, दिपक र म जाँदैछौँ, त्यही हो। मोबाइल हाल्नु मन छ आज चाहिँ हामी केटाहरूसँग मिटअप हान्न जान्छौँ, त्यही हो। दिपक छ अनि हाम्रो चाहिँ हेर्छु है। अनि हामी चाहिँ अहिले ठ्याक्क फिलहाल भन्नुपर्दा कहाँ पुग्यो भने मलाई पनि थाहा छैन होइन, त्यही हो। हामी जाँदैछौँ, सक्नुहुन्छ त्यही हो। अहिले भेट्नेछौँ त्यही हो गाइज। अहिले चाहिँ हामी ठ्याक्क दमक आइपुग्यौँ अनि अहिले चाहिँ हामी के भन्छ त्यसको नाम बदाम चाहिँ लिइसक्यौँ है। अनि दमक चाहिँ हेर्न सक्नुहुन्छ, ट्याक्क लाएर दामी छ है। पिज्जा पाउँछ तर के गर्छ खानु पाउँदैनस् न अहिले, त्यही हो गाइज। अहिले हामी भेट्नेछौँ ट्याक्क लाएर। हामी चाहिँ मस्त सुत्दैछ होइन, मामु धुलो मस्त सुत्दैछ, त्यही हो। अब हामी चाहिँ फाइनल्ली इटरी चाहिँ आइसक्यौँ, बुढी खोला चाहिँ आइसक्यौँ, त्यही हो। अब हामी झरेपछि भेट्नेछौँ ट्याक्क लाएर। सो केटा हो, फाइनली हामी चाहिँ इटरी झरिसक्यौँ है। अनि यहाँ चाहिँ हाम्रो पानीपुरी बनाउँदै हुन्छ अङ्कलले है। अनि त्यही हो, यहाँनिर केही खाजा साजा खाएर हामी चट्ट निस्किनु पर्ने हुन्छ। के छ अङ्कल? ठिक छ, हामी त्यही हो आइसक्यौँ होइन। अब हामी सिधै जानुपर्ने हुन्छ ट्याक्क लाएर। हामी चाहिँ अब सिधै अहिले जानुपर्ने हुन्छ। अनि हामी चाहिँ इटरी फाइनली झरिसकेको छौँ है। अनि के भन्छस्, कस्तो मजा आएन होइन सुत्न? गाडीमा चाहिँ अति बबाल सुतेको क्या गाइस है, बबाल तरिकाले सुत्यो होइन, त्यही हो। अब हामी ट्याक्क लाएर अब साथीको रुममा जान्छौँ, एकछिन साथीकोमा गएर भेट्नेछौँ है त, बाई। सो गाइस है, अहिले चाहिँ हामी टक्क लाएर साथीको घर आयौँ। अनि साथीहरूकोमा आएर चट्ट खाजा साजा खाएर होइन, टक्क टुपिएम सुपिएम पकाएर खायौँ। अन्त अहिले चाहिँ ट्याक्क लाएर हामी माछा मार्न गइरहेको छौँ। माछा मतलब र फिसिङ रड रहेछ साथीसँग। अनि यसो दिपकले हालिदिउँ न त भनेर हामी यहाँ बुढी खोला आएको छौँ। ए साथी बुढी खोला होइन, बुढी खोला आएको छौँ हामी चाहिँ यहाँ ट्याक्क लाएर माछा मार्ने फिसिङ रड चाहिँ यहाँ छ। ल दिपक कति मार्छस् माछा? मान्छे पनि चलाउँछ क्या यहाँ, त्यही हो। अहिले हामी माछा मारेपछि भेट्छौँ ल ल ट्याक्क लाएर। सो केटा हो, हामी चाहिँ अब दिपकको घर हिँडेको, कहाँ कहाँ गल्ली गल्ली यो केटाहरूले कहाँ कहाँ गल्ली गल्ली केटाहरूले लिएर हिँड्छ है। अनि त्यही हो बबाल छ दिपक यहाँ हेर्न, त्यही हो। अब हामी चाहिँ गल्ली गल्ली बाटो साटो के छोडी छोडी जाँदैछौँ है। पनि काट्नुपर्छ होइन, यसो कस्तो काटौँ भनिदिनु होला। अन्तदेखि यसो 200 रुपियाँ हालिदिँदा पनि हुन्छ, पैसा छैन हामीसँग। पैसा हालिदिँदा नि हुन्छ। खल्तीमा यति हालिदिनु भयो, खल्तीमा या फेरि सेवामा हालिदिनु भयो भने मेरो पनि कपाल काट्छु, दिपक पनि काट्छु, यति चाहिँ भनिदिनु म। क्यास नजिकै हुन्छ अन्त झन् क्यासले हाम्रो झन् साथी है फाइदा हुन्छ नि, बराबर फाइदा हुन्छ नि हामीलाई, त्यही हो। अहिले भेट्नेछौँ यहाँ नि अब त कहाँ। सो हामी चाहिँ बुढी खोला
आइपुगिसक्यौँ है। यहाँ चाहिँ बुढी खोलाको पुलहरू छ, दामी दामी छ होइन। इटरी पनि मजाको छ, जोस् झापा जति चाहिँ छैन मलाई लाग्यो। त्यही हो, अहिले हामी ट्याक्क लाएर इटरी चोकै पुगेपछि देखाउँछु। त्यही हो, बाबा तरिकाले जानुपर्ने हुन्छ। ल ट्याक्क लाएर भेट्नेछौँ। फाइनली हामी चाहिँ इटरी चोक चाहिँ यता रहेछ होइन। इटरी चोक यता छ, हामी चाहिँ अघि यहीँनिर गाडीबाट झऱ्यौँ है। अनि यो साथीकोमा गएर फेरि यहाँ पनि फेरि यहीँ प्याक भइसकेको छौँ होइन। त्यही हो केटाहरू, फेरि दिपकको घर जाँदैछौँ। अनि दिपकको घर गएर चाहिँ तपाईँहरूसँग भेट्नेछु ट्याक्क लाएर। ल बाबा लागेन। त्यही हो केटा हो, अब हामी चाहिँ ठ्याक्क दिपकको घर आयौँ। अनि दिपकको घर आएर चाहिँ यहाँनिर हामीले एउटा गाडी भेटेको छौँ, यो साथीको चाहिँ होइन। अनि हेर न साथी नलजाउ न। अनि यहाँ चाहिँ एउटा गाडी देखाइँदैन। बाबा छ अरे केटा हो, गुड मर्निङ है सबलाई, गुड मर्निङ छ। त्यही हो, हामी चाहिँ दिपकको साथीकोमा आएर राति त्यही 9 बजीतिर आइपुग्यौँ। अनि त्यहाँदेखि बस्दा सुत्यौँ है, बब्बाल सुत्यौँ। भर्खर बिहानको 8 बजीतिर चाहिँ हामी उठेर अहिले फेरि फिलहाल दिपकको घरतिर जाँदैछौँ होइन। अनि त्यहाँदेखि दिपकको घरतिर जाँदैछौँ। अनि राति भिडियो पनि बनाउनु पाएन। अनि अहिले चाहिँ हामी भिडियो बनाउनु पाएँ, किन राति भएको छ कि अति नै राति भएको छ। अनि हामी कतिखेर घरमा गएर खाना पकाएर खाने भनेर सोचिरहेको थियौँ। अनि त्यही भएर हो। सो अब हामी दिपकको घर पुगेर भेट्नेछौँ। अनि आज जहाँसम्म लाग्छ दिपकको स्कुल पनि जानेछौँ। त्यही हो, बाबासँग भेट्नुपर्ने हुन्छ। केटाहरू चाहिँ यहाँ छ है त, ट्याक्क लाएर। सो केटा हामी चाहिँ अटोमा आइसक्यौँ। हेलो, हाउ आर यु एभ्रीवन? त्यही हो, आज अङ्कलसँग मजा आइरहेछ। त्यही अब हामी चाहिँ विकली भन्दैन, विली भन्छ। हप्ता भयो नि। त्यही मजा मजाको हुँदो रहेछ। अङ्कल पनि बाबाहरू मजा आयो, फ्रेन्डली हुँदो रहेछ, मजा आयो। त्यही हो होइन दाइ? यस ब्रो, अङ्कल पनि भन्छ, ब्रो पनि भन्छ, दाइ पनि भन्छ। अनि त्यसै के भन्नु? अब होइन, म भन्नु खोजेको चाहिँ के भन्नु, दाइ र अङ्कल एउटा तुलना भयो नि त। मेरो कति वर्ष हाउ आर यु नाउ? हामी त 18 मेरो छोरो 17 वर्षको सक्यो। अब अङ्कल Why you tell me that, bro? कहाँ पढ्छ तिम्रो? म त बिर्तामुड हो। एकदम जल्लाई ठिकै छ, यस्तो त हो। गाउँको दाइलाई भन्छ यहाँ चामल पाउँछ। त्यही हो, अब हामी दिपकको स्कुल आएको थियौँ होइन। अनि दिपकको स्कुल चाहिँ यहाँ छ, टक्क हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ भाइरल, हामी बिर्तामुडतिर चाहिँ बबाल भाइरल, तर यता चाहिँ भाइरल रहेछ होइन। त्यही हो, बबाल छ यता चाहिँ होइन। त्यही हो, यहाँ चाहिँ स्कुल छ। अनि म चाहिँ यहाँ छु है। त्यो अल्छी लागिरहेको छ, केटाहरू पनि भर्खर आयो अफिस पुगेर। अनि के भनौँ अनि थाहा भएन। तर यता चाहिँ सबजना छ होइन, हेर्न सक्नुहुन्छ। बबाल छ, यहाँ चाहिँ फुल फुलेको छ है। त्यही त अब हामी ट्याक्क लाएर घर जान्छौँ। दिपकको घर गएर खाना खाएर अब हामी फेरि सिधै साथीको घर गएर अनि बिर्तामुड जानुपर्ने हुन्छ। त्यही हो, अन्तिमसम्म भिडियो हेरिदिनु होला। त्यही यो भाइले क्या हेरिदिरहेको छ क्या मलाई, आमा यो भाइले क्या हेरिदिरहेको छ क्या मलाई। यहाँनिर चाहिँ स्कुल डेलो भएर केटाहरू केटीहरू सब बसेका छ। स्कुल चाहिँ यहाँ पुरै खुल्ला भइसक्यो। यस्तै भएको, यस्तै हालत भएको अरे टक्क लाएर। सोक्रा हो, गुड मर्निङ है। त्यही हो, हामी चाहिँ बिहान 3 बजी राति उठेर अब हामी
के भन्छ बस चढ्ने ठाउँ जान आँटेको छौँ है। अब साथीहरूको घरबाट अब हामी घर जान आँटेको छौँ। अनि यहाँ चाहिँ दिपक छ होइन, अन्तदेखि दिपक छ नि यहाँ साथी सुतिरहेको छ। साथी ल हामी गयौँ ल ल ल अब हामी जान्छौँ। तपाईँहरू यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद है। तपाईँहरू यति यो भिडियोमा उछिटेर आउनुभयो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। भन्दा नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछौँ ट्याक्क लाएर।